फाइनली गाइस त्यसपछि हामी लाग्यो हाम्रो गन्तव्यतिर। त्यससाथ हामी घुम्न निस्के राम्रोसँग पोखरीहरू हेर्दै टाढा घुम्दै र त्यसपछि हाम्रो ग्रुपमा एकदम रमाइलो भयो र साथीहरूसँग निकै रमाइलो भयो। त्यसपछि फेरि लाग्यो आफ्नो गन्तव्यतिर साथीसँग रमाइलो गर्दै खाजा खाँदै निकै रमाइलो पनि भइरहेको थियो। लाग्यो रमाइलो पनि भइरहेको थियो। त्यसपछि फेरि पनि अगाडि बढिरहेको थियो। गाडीको निरन्तर गहिरै आफ्नो गन्तव्य पुग्ने थियो र राम्रोसँग हामी त्यो ठाउँमा पुग्न सफल भयौँ जहाँ साइड पार एकदम रमाइलो निकै र हामी त्यहाँ छिरिसकेको थियौँ। हामी साथी प्यारा साथीहरू हाम्रो साथीसँग गफ गर्दै हिँड्दै एकै खुसी एकदम किनभने धेरै समयपछि हामी घुम्न निस्केका थियौँ र त्यसमा हामीले निकै राम्रो चिजहरू पनि देखेँ। त्यसपछि म तपाईँलाई देखाउन चाहन्छु। ओके लेट्स गो। र त्यसपछि हामीले जस्तै छ त्यसपछि हामी लाग्यो फेरि मिठोडा पुग्यो र त्यसपछि हामी फेरि गन्तव्यतिर लाग्यो। हामी पुग्ने थियो चितवन। मौसमले निकै चयन गरेँ। त्यसपछि बाटोमा रोकेँ र जुस पिउन रेडी भएँ। त्यसपछि फेरि लाग्यो। फाइनली गाइस हामी आइपुग्यौँ कहाँ सिधै बाटिका रिसोर्ट र हामी चितवन फाइनली आइसकेपछि त्यसपछि हामी खाना खाने रेडी भयौँ र खाना खाने सुरु। र मेरो साथीहरू सब खाना एकदम राम्रोसँग एकदम पक्कबित्ती खाना ड्याङ खाइरहेको थियो होइन। बास साथीहरू एउटा साथी त्यहाँ कुन माछा मेरो साथी एउटा चाहिँ बास छिट्टै र हामी खाना खाने तयार भयौँ। त्यसपछि हामी लाग्यौँ जङ्गलतिर। अब रेडी भयौँ जानलाई। ओके डन। अब त्यसपछि देख्न सक्नुहुन्छ हाम्रो नेपालको एकमात्र एक सिङ्गे गैँडा र साथै बच्चा पनि एकदम राम्रो बच्चा एकदम राम्रो हेर्दै छुमछुम लिम जस्तो बच्चा एकदम राम्रो छ हेर्नु त एकदम राम्रो छ। त्यसपछि हामी फेरि अब आफ्नो गन्तव्य फेरि लाग्न सुरु भए। अनि केही समयपछि मृग अनि हात्ती मैले पनि दर्शन गरेँ। त्यसपछि मेरो भिडियो यहीँ रोक्न चाहे।